निकै लामो समयको अन्तराल र अपेक्षा पश्चात भोलिपल्ट साया साक्कीको पत्तो लाग्यो। तर यसरी पत्तो लाग्ला भनेर मैले एक छेउ पनि सोचेको थिइनँ। त्यो यतिका दिनसम्म सञ्चय गरेर राखेको कौतूहल एउटा माहौलमा वात्तै मेटियो। त्यो किरणले भने झैँ तासको फलासको शैलीमा खोल्न नै पाएन, तैपनि म त्यस क्षणमा अत्यन्तै खुसी थिएँ। कौतूहल पनि एक निश्चित समय अवधिसम्म मात्र राम्रो हुँदो रहेछ। एउटा सानो अवधिसम्म त्यसले रमाइलो दिँदो रहेछ, नत्र भने त थुक्ने बेलाको चुइङ्गम झैँ हुन पनि बेर नहुँदो रहेछ। म सदा चाहिँ कलेज जानका लागि नयाँ बानेश्वर चोकमा पुगेँ। नेपाल यातायात चढेँ। त्यहाँबाट हतपत सिट पाइँदैन थियो। संयोगले त्यस दिन एउटा सिट खाली नै रहेछ र मैले सिट पाएँ र बसेँ पनि। म बस्न साथ हस्याङ फस्याङ गर्दै एउटी केटी चढी। अनुहार प्रष्टै देख्न साथ मैले ठम्म्याइहालेँ। त्यो सिडिएसमा मैले देखिरहेकै अनुहार थियो, जो अघिल्लो दिन अनुपस्थित थियो। साया साक्के यिनै हुन् भनेर निर्कोल गर्न मलाई केही सेकेन्ड नै लागेन। ठिक्कको कद भएकी, गाउँकोरी, मोटी होइन। साया घाममा हस्याङ फस्याङ गरेर आएकीले काली देखिएकी पनि थिए। उचाइ करिब 5 फुट 3 इन्च जतिको थियो। अलि लाम्चो अनुहार, क्याडबरी जस्तो खैरोको ओठ, पातलो शरीर, गर्दनभन्दा 1-2 इन्च तल झरेको स्ट्रेट गरिएको सिल्की कपाल, आँखा नेवारका जस्ता चिम्सा थिएनन्। उसको ओठले आकार र आँखाको आकार लगभग उस्तै थियो। माथि कालो रङको ज्याकेट लगाएकी थिए, तलपट्टि नीलो रङको जिन्स लगाएकी थिए। कालै रङको ब्याग पछाडिपट्टि भिरेकी थिए। म एकपल्ट उसको अनुहार हेरिरहेँ। ऊ बसेको डन्डीमा समातेर उभिरहेँ। थापाथलीमै उसको बस्ने सिट पाइहालेँ। मभन्दा केही अगाडि उसले कपाल बाटेकी थिइन, त्यसैले घरिघरि अघिल्लातिर आएका कपाल पन्छाइरहन्थे। त्यसरी पन्छाउँदा कपाल फरर्र उडिरहन्थ्यो। म त्यो दृश्यबाट भरपूर आनन्द लिइरहेको थिएँ। मैले यसरी हेरिरहँदा उसले मलाई नदेखोस् भन्ने मेरो चनाखो पनि थियो। पल्खुमा दुवै ओर्लियौँ। ऊ अघि अघि, म पछि पछि। करिब 15 मिनटको दूरीमा थियौँ हामी। बाटो हिँड्दा पनि आफ्नो कपाल उसै गरी हातले पछिल्लातिर पन्छाइरहन्थे। बल्खुबाट सिडिएससम्म पुग्दा एकपल्ट पनि उसले पछिल्लातिर फर्केर हेरिन। यसरी म त्यो दिनमा पुगेँ, जो धेरै दिनदेखि प्रतीक्षा गरिरहेको थिएँ। मैले सिडिएसमा धेरैपल्ट देखेकी केटीमध्येको एक थिए ऊ। मलाई यस कुरामा पनि धन्य लागिरहेको थियो कि ऊ ती फर्स्ट बेन्चमा पढ्ने पढन्ते चस्मी केटीहरूमध्ये पनि थिएन। मैले कल्पना गरेभन्दा निकै राम्री थिए। ऊ पिठो जस्तो गोरी पनि थिएन, मोडेल जत्तिकै अग्ली पनि थिएन, तर पनि मलाई ऊ निकै राम्री लागे। हुन त सुन्दरता आँखैपिच्छे फरक हुन्छ। ऊ मेरो आँखामा संसारमा देखे मध्येकी सुन्दर भन्न खोजेको पनि होइन। यसो त अरू कुरामा हेर्ने हो भने सायाभन्दा प्रतीक्षा निकै राम्री थिए। रूपलाई नै केन्द्र बनाएर सबै कुराको लेखाजोखा गरिन्न पनि। मान्छेमा धेरै गुणहरू हुनुपर्छ। ऊ पूर्ण मान्छे हुनलाई आफ्नो परिभाषामा रूप सुन्दरताले एउटा अंश मात्र हो। रूप केही पनि होइन, मन र व्यवहार मात्र सबै थोक हो भन्ने पनि म ठान्दिनँ। यसो भन्नु कसैको अल्प सुन्दरताप्रतिको सहानुभूति ठहर्छ। त्यस दिन म क्यान्टिनमा किरण र म अघिल्ला दिन झैँ बसेको टेबलमा नै थियौँ। खाजा खाने बेला प्रतीक्षाहरू हाम्रो छेउमा आए। साया पनि साथमा थिए। उनीहरू परैबाट हाँस्दै आए, हाम्रै छेउमा बसे। यता किरण र म पनि मुसु मुसु हाँसिरहेका थियौँ। त्यहाँ साया मात्र थिए, जसको अनुहारमा गम्भीरता देखिन्थ्यो। अलिक अप्ठ्यारो मानेर साया अगाडि कुर्सीमा बसी। बस्ने बित्तिकै प्रतीक्षाले विशेष मलाई नै फोकस गरेर हेरेर सायालाई चिनाउँदै भनी, रोल नम्बर 10। हो, यही हो रोल नम्बर 10। गजलुक्ती ठुला ठुला आँखा तिर बनी बसे यो दिलैमा। सायाले आश्चर्यचकित मुद्रामा एकपल्ट प्रतीक्षालाई हेरी। मेरो बारे प्रतीक्षाले सायालाई केही भन्न भ्याएकी रहेनछ, थाहा भयो। मलाई त्यसै लाज लागेर आइसकेको थियो। यो लाज भन्ने कुरा पनि मलाई कति चाँडै छोपिहाल्छ भने म भाग्दा भाग्दै पनि त्यसबाट उम्किनै पाउँदिनँ। अनि त्यो स्टेप मेरो मुहारमा देखिहाल्छ। छट्टु किरण,
अघि सरेर सायासँग हात मिलाउँदै आफ्नो परिचय दिइहाल्यो। हाई, आइम किरण भण्डारी। सायाले पनि निचिक्क हाँस्दै भने, म साया साक्के। मैले सायातिर हात मिलाएँ। हात मिलाउने बेला उसले मतिर हेर्दै क्याडबरी जस्तो ओठ खोलेर दाँत देखाए। उसमा दाँतका माथिल्ला पङ्क्तिहरू छर्लङ्ग देखिन्थे। कस्तो मिठो हाँस्दी रहेछ। हाँस्दा उसको दुवै आँखाको साइडमा हलुका मुजा पनि पर्दो रहेछ। साह्रै सुहाउने। म झन् हुरुक्कै भएँ। उसैतिर ध्यान एकत्रित भइरहेको देखेर मैले आफ्नो ध्यानलाई छरिदिन यसो यताउति हेर्न पनि थालेँ। टेबलमा पकौडा आएको थियो। मध्य जाडोमा भेटेको तातो तातो पकौडा। सबैजना लुस्न थाले। यस्तो मामलामा केटाहरू अलिक जङ्गली प्रवृत्ति देखाउन माहिर हुन्छन्, तर यहाँ केटीहरू पनि केही कम्ती थिएनन्। हामी दुई केटा अल्पमतमा पर्नुले पनि उनीहरूको जङ्गली प्रवृत्ति बढेको हुँदो हो। 4-5 प्लेट पकौडा सिद्ध्याएपछि सायाले प्रतीक्षातर्फ हेर्दै भनी, पानी लिए त हिप्पो। हाम्रो टेबलमा पानी थिएन। प्रतीक्षाले अर्कै टेबलबाट पानीको मग लिएर आई। तिम्रो नाम हिप्पो हो? किरणले प्रतीक्षालाई सोध्यो। हिप्पोपोटामस जस्तै मोटी छैन त यो? किरणलाई त्यो प्रश्न गर्ने साया साक्के नै थिए। किरण र म 2-3 पल्ट हिप्पो भन्दै मरिमरि हाँस्यौँ। उता प्रतीक्षा जल्लिए झैँ हामीलाई पालै पालो हेरिरहेकी थिए। मौकाको सदुपयोग गर्दै म लुकीचोरी हाँसिरहेकी सायालाई हेरिरहेको थिएँ। त्यस बखत ऊ मलाई झन् बिचट्टै राम्री लागे। यसरी त्यस दिनदेखि हामी 6 जनाको एउटा ग्रुप तयार भयो। बेलुका छुट्टी भएपछि हामी बिस्तारै कछुवा गतिमा गफ गर्दै सिडिएसको कम्पाउन्ड बाहिरतर्फ पुग्यौँ। त्यहाँ पुगिसकेपछि साया टक्क अडी र बलको निस्कने देब्रेतर्फको जङ्गलको बाटोतर्फ आंशिक मोडी। उसको साथसँगै हामी सबैजना अडियौँ। सायाले एकपल्ट हामीतर्फ हेर्दै भने, ल बाई बाई सबैलाई, म यतैबाट लाग्छु ल। प्रतीक्षाले भनी, ल बाई। त्यसपछि उसले हामीतर्फ हेर्दै सोधी, तिमीहरूको बसाइ कता हो? किरण बोल्न थाल्यो। मैले उसलाई बोल्नै नदिएर हतार हतार भनिहालेँ, मेरो चाहिँ बानेश्वर हो। उसो भए त सायासँगै गए भइहाल्यो नि। चाहेकै कुरा प्रतीक्षाले भनिदिँदा खुसीको सीमा नै रहेन। नजिकै उभिएकी सायाले भनी, हो र? उसो भए जाउँ न त सँगै। मलाई के चाहियो र? खुसीको बुरुक्कै उफ्रन थालेको थिएँ। मन फुरुक फुरुक भइरहेको थियो, तर पनि उफ्रन सकिरहेको थिएन। सबैलाई उनीहरूको नाउँले बोलाएर बाई बाई भने, तर अन्तिममा प्रतीक्षालाई बाई भन्ने बेला उसित अलिक इत्रिन मन लाग्यो। उसका आँखामा सिधा सिधा जुदाएर केही हाँस्दै भने, बाई बाई हिप्पो। ऊ तबसम्म मलाई आँखा तर्दै पख तलाइको भागमा हेरिरहेकी थिए, जबसम्म हामी सिडिएसको तलतिर भएको कोरोनेसन गार्डनको ओह्रालोतर्फको बाटोमा ओझेल भएका थिएनौँ। साया र म मात्र थियौँ। के बोल्नु? कहाँबाट सुरु गरौँ? के बोलौँ? मनमा अत्यन्तै उकुसमुकुस भइरहेको थियो। लामो समयसम्म रहेको रहस्यको मोचन पश्चात उपलब्ध भएको त्यस क्षणप्रति म कस्तो प्रतिक्रिया दिउँ? अन्योलमा थिएँ। एकातिर मन फुरुङ्ग पनि छ, अर्कातिर सायासित एक्लै हुनुको अवस्थालाई उपयोग गर्न असमर्थ भइरहेको थिएँ। कुरा उसैले सुरु गरे पनि हुन्थ्यो भने झैँ लागिरहेको थियो। जङ्गलको बाटो सुनसान थियो। सायद ऊ केही अप्ठ्यारो मानिरहेकी पनि हुँदो हो। एकै शब्द नबोली हरियाली क्षेत्र छिचोलियो। नेपाल बैङ्क नकर्दै देब्रेतर्फको बाटो लाग्यौँ। खेततिर। मलाई त के थियो र? उसित मात्र उपलब्ध भएको त्यस क्षणप्रति पनि म खुसी नै थिएँ। भित्रभित्र एक किसिमको बेफुर्सदी थिएँ। कमसेकम मलाई सोच्न लायक एउटा गहकिलो सामग्री थियो। बाटोभरि म कति पनि खाली थिएन, तर उसले त मलाई पहिलो पटक चिनेकी थिए। उसले व्यर्थ मलाई सोचिरहेकी अनावश्यक पनि थिएन। न त मैले जस्तो उसले पनि इन्ट्रान्स रिजल्टको नोटिस बोर्डमा मेरो नाउँ पढेकी हुँदो हो। मेरिट लिस्टमा आएका नाउँमा पुछारतिरको नाउँ पढेर कसैले वास्ता गर्ला र? जङ्गलको बाटो निकै लामो समय र नबोलेकाले बोल्नुपर्ने आवश्यकता उसले महसुस गरी क्यार्यो। उसले हिँड्दै गर्दा भनी, हिँड्दाखेरि बोल्ने चलन छैन कि क्या हो? हँ? उसका कुराले म एकपल्ट झस्किएँ। उसले भनी, कतै तिमीलाई गाइनोफेबिया त छैन? गाइनोफेबिया? स्त्रीको सान्निध्यबाट लाग्ने रोग क्या? ऊ हाँसी। मलाई पनि हाँसो लाग्यो। मैले ठट्टा गर्दै भने, सायद यो समस्या ममा पनि हुन सक्छ। म मुसुमुसु हाँसिरहेको थिएँ। उसले त सिरियस पो लिछि क्यारे। भनी, के तिमीलाई मसित डर लागिरहेको हो त?
जिस्किँदै मैले भने, सुनसान जङ्गलको बाटोमा केटीसँग एक्लै हिँड्दा कुन केटा मान्छेलाई डर नलागोस्। यति हदसम्म बढेर उसित जिस्किन सहज मलाई कहाँबाट आयो थाहा भएन। साया मेरा कुरा सुनेर मरिमरि हाँस्न थाले।